प्रश्न पार्दिनुहोस् फागुन 21 गतेका लागि घोषणा भएको चुनावले यसभन्दा अगाडि जस्तो सरकार बन्थ्यो त्यो चुनाव त त्यही हो यस्तै खालको चुनाव हो र त्यो चुनावले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री दिँदैन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति दिँदैन उस्तै खालको संसदीय व्यवस्थाको प्रधानमन्त्री दिन्छ हो एकदमै सही हो अहिलेको चुनाव भनेको यो संविधानको शपथ खाएर गरिने चुनाव हो अर्थात् अहिले पात्रहरू परिवर्तन हुन सक्छन् यदि तपाईमा क्षमता छ जसरी सडकमा देखाउनु भएको छ त्यो चाहिँ ब्यालेट पेपरमा देखाउनु भयो भने तपाईले संविधान संशोधन गर्न सक्नुहुन्छ तर अहिले तपाई भएर जाने त्यही संसदको सांसद भएर जाने हो यो सरकारले आफैले संविधान संशोधन गर्न सक्दैन यस सक्दैन अब त्यसो भइसकेपछि तपाईले जुन आह्वान गर्नुभयो नि त्यो आह्वान भनेको भर्खरै सत्ताबाट हटाइएका नेकपा एमाले नेपाली कांग्रेस वा सत्ताभन्दा बाहिर रहेका देन पार्लियामेन्ट हैन विघटित संसदका विपक्षी दलहरू माओवादी केन्द्र रासोपा राप्रपा यी सबैलाई पनि हो सँगसँगै इफ कसैले क्षमता राख्छ हुती राख्छ र एकदमै चाहना राख्छ भने नयाँ राजनीतिक दल बनाऊ र त्यहाँबाट एउटा पार्लियामेन्टमा राम्रो फोर्स लिएर आऊ त्यो 21 वर्षको युवती पनि हुन सक्छन् 19 वर्षको युवक पनि हुन सक्छ जेन वाई जेन जी वा जेन अल्फा जोसुकै हाम्रो कानुनले जुन उमेरकोलाई उम्मेदवार मान्न सक्दछ ओके अब त्यो निर्वाचनले ल्याउने पार्लियामेन्टमा संविधान संशोधनका बारेमा छलफल हुन सक्छ एकदमै छलफल हुन तपाई प्रस्ताव गर्न सक्नुहुन्छ छलफल गराउन सक्नुहुन्छ भोटिङ गराउन सक्नुहुन्छ सामर्थ्य छ भने संविधान संशोधन गराउन सक्नुहुन्छ तर त्यो सामर्थ्य भनेको बल होइन नि त फिजिकल त्यो सडकको बल होइन त्यो भनेको वैधानिक क्षमता हो त त्यो